1 बजेर ल रातिको अहिले 2 बजेको छ। अहिले 2 बजेर 27 मिनेटमा हाम्रो यो कामाख्याबाट जगन्नाथपुरी जाने ट्रेन आउँदैछ। हामी अहिले यहाँ राति आइरहेका छौँ। काका यहाँ हामीलाई पुर्याउन राख्नु भएको छ। निर्मल दाजु र काका निर्मल दाजु परबाट आउनुहुँदैछ। हाम्रो अब 27 मिनेट पछाडि हाम्रो ट्रेन आउँदैछ सिलगढीको लागि। र हामी अगाडि बढ्यौँ। यहाँ ट्रेन पर्खेर बस्ने मान्छेहरू खुला रूपमा यसरी बस्नु भएको छ। मुसाफिर भन्छन् यिनीहरू। फेन यो ठुलो फेन विशाल फेन सबलाई हुने गरी दुई बिचमै आइपुग्ने रहेछ होइन। एउटा ट्रेन यहाँ अघिदेखि रोकिरहेको छ। कहाँ जाने हो? यहाँ बस्दै गर्ने हाम्रो ट्रेन कुन पटरीमा आउँछ भन्ने हामीलाई क्लियर भएन। अब एकछिन पछाडि सूचनाले मात्रै क्लियर गर्छ।